हेलो गाइस, के छ जनताहरू? आशा छ सम्पूर्ण जनताहरू आरामै हुनुहुन्छ होला, आरामै रहनुहोस्। आज चाहिँ म तपाईँहरूलाई मेरो रुम सफा गर्न छ, रुमहरू सफा गरेको देखाउन गइरहेको छु। के काम गर्न गइरहेको छु म सबै तपाईँहरूलाई देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो मन परेमा लाइक गरिदिनु होला, मन परेमा सेयर गरिदिनु होला र साथसाथै केही सुझाव दिनु मन छ भने कमेन्ट बक्समा गएर ठ्याप्प लाएर कमेन्ट लेखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। भने लेट्स प्ले द इन्ट्रो। फर्स्टमा चाहिँ मैले चाहिँ पूजाको भाडा मान्नु छ, सामानहरू मान्नु छ, पूजाहरू गर्नु छ। म पूजाहरू गर्छु फर्स्टमा। लेट्स सी कसरी गर्दो रहेछु, भिडियोमा हेर्नु होला। भर्खरै पूजाको भाडा मागिसके भने अब भने पूजा गर्न बाँकी छ। अब म पूजा गरेको भिडियो जस्ताको त्यसै तपाईँहरूलाई देखाउन गइरहेको। तपाईँहरूलाई देखाइहालेँ पूजा गरेको, पूजाका भाँडाहरू माझेको। अब भने मलाई चिया पकाउनु छ। बिहानको समय हो, चिया नभई त हुँदैन। तर चिया खाने मान्छे त होइन त्यति, तर आज चाहिँ खान मन लाग्यो, त्यही भएर चाहिँ म चिया बनाउन गइरहेको छु। लेट्स सी। तपाईँहरूले देख्न सक्नुहुन्छ मैले चिया खाँदैछु। चिया एकदम मिठो 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 बनेको छ। अब भने म चिया खान्छु, तपाईँहरू देख्न सक्नुहुन्छ। भर्खरै मैले चिया खाइसकेँ। चिया एकदम मिठो 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 बनेको रहेछ। त्यही भएर आफूले बनाएपछि मिठो भयो नि नमिठो भयो नि खानै पर्यो होइन। तर जे भने पनि चिया चाहिँ एकदम मिठो बनेको थियो है। झुटो नबोली भने मैले चिया एकदम मिठो बनेको थियो। अब यसो कोठा मिलाउनु पर्यो। यसो कोठा हेरेको, कोठा एकदम फोहोर जस्तो लाग्यो। कोठा सफा गर्न गइरहेको छु। म कोठा सफा गर्नेजेलसम्म तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। लेट्स सी। कोठा मैले लगभग सबै मिलाइसकेको छु। लगभग सबै काम सकिसक्यो। अब भने खानासाना पकाउनु छ, खानु पनि छ। यहाँ अब अहिले चाहिँ बिहानको
12 बजिसके जस्तो लागेको छ मलाई। टाइम हेरिहालौँ न त होइन। हो 11:30 भइसकेको रहेछ। अब चाहिँ खानासाना खानुपर्छ। हिजो मैले तरकारी बनाएको थियो, थोरै धेरै बनाएको थिएँ, धेरै थियो त्यहीलाई तताएर आज खानु पर्ला, भात पनि बसाल्नु पर्ला। भिडियो कस्तो लाग्यो हजुरहरूलाई जस्ता त्यस्तै कमेन्ट गरिदिनु होला। आजको भिडियो एकदमै लङ भयो जस्तो लागेको छ। काम गर्दा गर्दा म थाकिसकेको छु, छ्याछ्या परिरहेको छु, के बोल्ने होला भन्ने भित्र भइरहेको छ मलाई, किनभने यो मेरो फर्स्ट ब्लग हो। फर्स्ट ब्लगमा तपाईँहरूको साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। भने आजको यो फर्स्ट मेरो ब्लगलाई साथ सपोर्ट दिनुहुन्छ भन्ने लागेको छ। लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आज फर्स्ट ब्लग यहीँ अन्त्य गर्छु। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा चाहिँ आउटडोर पनि ल्याउन सक्छु, आउटडोर जापानको आउटडोर पनि ल्याउन सक्छु। त्यस कारणले च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। बाई बाई।